ल भयो। कान्तिपुर टेलिभिजनको यसमात्र कार्यक्रम विश्व संसारमा तपाईँलाई स्वागत गर्न चाहन्छु। विश्व संसारमा विश्वमा भएका घटनात्मक कार्यक्रमहरूको प्रस्तुति हुने गरेको छ, जसमा आज चर्चा गरौँ नेपालको घटनाबारेमा। त्यसमध्ये पनि मुख्य गरेर राजदरबार हत्याकाण्डको सुरुवात गरेको छु। हामीले राजा मान्दै आएको नि पृथ्वीनारायण शाहदेखि 4 राजाहरू मान्दै आएका छौँ। पृथ्वीनारायण शाहले 2223 राज्यलाई एकीकरण गर्ने अघि उनी कस्ता राजा थिए त? इतिहासका केही पानाको केही हरफमा तपाईँले पढे पनि आज म तपाईँहरूलाई पहिलोचोटि टेलिभिजन मार्फत प्रस्तुत गर्न चाहन्छु। सुरुमा पृथ्वीनारायण शाह को हुन् त? रामशाहका छोरा पृथ्वीनारायण शाहले नेपालको एकीकरण सुरु गरे पनि उनी भित्रभित्रै छलकपटीमा चतुर थिए। उनको चतुर्याइका कारणले गर्दा नै आज नेपाल 22 र 23 राज्यबाट युद्धका भएको छ। भित्रभित्रै राजदरबारमा हुने गरेका भित्रका काण्डहरू पनि तपाईँलाई कमी होला। आज त्यो जानकारी पनि म तपाईँलाई दिन चाहन्छु। पृथ्वीनारायण शाहलाई सत्याच्युत गराउनका निमित्त उनकै श्रीमतीले धेरैचोटि प्रयास नगरेकी होइनन्, तर असफल रहिन् र असफलतापछि पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण जारी राखे। त्यसपछि प्रताप शाह, उनकै श्रीमतीले उनको हत्याको क्रममा उनको हात काटेको इतिहास तपाईँहरूले पढ्नुभएको छ। यो घटनालाई पनि तपाईँहरूले विश्वस्त हाम्रो इतिहासमा हेर्नुभएको होला। अब राजदरबार हत्याकाण्डका यस्तै क्रमहरूलाई छोडेर हामी आउँ एकैचोटि ज्ञानेन्द्रमाथि। ज्ञानेन्द्रले कसरी सत्ता कब्जा गरे त र उनका छोरा पारस कतिसम्म हदसम्म सफल भए त? आउनुहोस्। माघ 19 राति 9 बजे भएको हत्याकाण्ड सफल भयो, तर हत्याकाण्डको केही वर्ष अथवा 1 वर्ष लगत्तै ज्ञानेन्द्र आफ्नै सत्ताबाट सत्याच्युत भयो, किनभने उनको कमजोरी सत्ता चाल